नमस्ते, हजुरको परिचय? म नारायण खड्का हजुर म यही बालवाटारमा बस्छु हजुरको नानी बाबु यहाँ बालबालिका मोन्टेसरीमा पढ्नुहुन्छ। बाबु बाबु पढ्ने बालबालिका मोन्टेसरी एन्ड प्री स्कुलको शिक्षण विधि अथवा टिचिङ मेथड हजुरलाई कस्तो लाग्छ? अहिलेसम्म त ठिकै छ, राम्रै छ। के कस्तो जस्तो अरू मोन्टेसरीहरूभन्दा कस्तो भिन्न छ? अब अरूको त एक्सपिरियन्स छैन नि त होइन, तर यहाँको चाहिँ ठिकै छ, राम्रै छ। टिचरहरूले पनि राम्रो तरिकाले केयर गर्नुहुन्छ बच्चाहरूको होइन। मेन त सानो बच्चाको त शिक्षण विधि भन्दा पनि चाहिँ केयरको कुराहरू हुन्छ नि त, त्यो पार्टमा चाहिँ पोजिटिभ छ, राम्रो छ। शिक्षण विधि पनि ठिकै छ, राम्रै लागिरहेको छ। अहिलेसम्मको अनुभव चाहिँ हजुरको कस्तो छ? अब राम्रो छ भनौँ, अब के अनुभवहरू त के हुन्छ र होइन। हुन्छ हुन्छ, थ्याङ्क यू।